यो पहिरो गएको यो अहिले पुरै घाँस पलाइसक्यो तल खोलाको है अनि हामी जाने बाटो यहाँबाट अङ्कल उ त्यो सुतुङ्गा जानु उयोबाट सट्टै उ त्यो डाँडामा निक्लिन्छ उ त्यो उयो ढिम्की छ नि त्यहाँबाट सट्टै निक्ल्यो उ त्यो पारीको डाँडामा त्यो गाडी भएको उ त्यो डाँडामा सुतुङ्गा बजार त्यो पारीपट्टि गयो है सुतुङ्गा बजार पहिला पहिला मान्छेहरू अब कति हिँड्थ्यो यो जग्गामा हामी यो फुटबल खेल्ने बगान उ थियो पहिला उ त्यो पारीको जङ्गल त्यो अहिले सबै सुन्तला बगान लगाएको पहिला त्यहाँ कत्रा फुटबल म्याच हुन्थ्यो पहिला 4 किलो नङजिरी सिमेन्ट उता छेवार उम्लाबुङ लारुम्बे खेलारिएट कता कताबाट आउँथ्यो टिमहरू जना मान्छे बाटोमा भेटिन्छ 7 किलो पुग्दाखेरि अहिले त के को मान्छे भेट्ने यता सबै यो यतातिर डाँडा सबै केमै केम नि सबै केम हो यो केम उ त पारीपट्टि यो अहिले त्यो जङ्गल भएको सबै त्यो पनि केमै हो म जन्मेको ठाउँ त्यही अहिले हामी आमाहरू बस्छ न त्यहीँ जन्मेर बुढो भइसक्यो जिम्मेदारी पार्न आँटिसक्यो काम पनि हातमै रहेछ नि त यहाँ पनि नि मान्छे हो त्यही त आफ्नो जान मान्छे हो त्यो त काम अहिले पनि बजार खुलेको बेलामा त पैसाको लागि के कमी हो होइन पहिलोपल्ट खतरा छ यो त त्यो सबै दोकान थियो मार्केट थियो नि भिडियो दोकानहरू थियो त्यतिखेर भिडियोहरू त्यो डाँडामा यो काभ्राको बोटको त्यो पारीपट्टिको डाँडामा पारीपट्टि डाँडा छैन त्यहाँ थियो फिल्म हल थियो त्यहाँ यो भेकमा सबै केम थियो अरे पहिला यो पारीपट्टि यतातिर केम मान्छे हिँडेर त्यो गाडी हिँड्ने बाटो जस्तो भइसक्यो थियो मान्छे अब थुप्रो छ नि त अहिले त बाटै पुरिसकेको छैन कोइलाहरू थियो पनि त्यतिखेर टपताल 2 नम्बर टपताल 3 नम्बरहरू राम्रो चल्थ्यो नि त काम पहिला त्यतिखेर गाडी लकेट पार भयो भने चाहिँ यो भेकमा डाँडा केमहरू थोरै थिएन त्यतिर यताबाट उयो त्यो डाँडामा कमल सरदार बस्थ्यो डाँडामा त्यो होइन छेत्री यो डाँडामा बस्थ्यो कमल डाँडामा बस्ने मान्छेहरू पहिला थुप्रो थियो नि यतातिर नि अहिले त सबै कता पुग्यो त्यो झोल यताको झोल